वेलकम बैक टू माय चैनल गाइस। गाइस म के भन्नु गाइस, मसँग जागर छैन गाइस, तर तल गएर भ्लग त बनाउनै पर्यो गाइस। गाइस यार के गर्नु, तपाईहरु बोर भइसक्नु भयो यार। ओ सुभाष, ओ भाइ जागर आयो। के भयो? ओ सुभाष, यो कहिले आयो यार? भर्खर आएको यो? नि भन्दैला बोलाउ हाँ नन्सु हो डट ओए फुटबल मैच खेलौँ न। खेल ओ गाइस गोल पनि हान्दियो। ओए यसलाई कतै लगा न गोलको लागि नगरौ। गाइस कस्तो सामान राख्यो होला यार गाइस, व्हील खाला छ यो। ओह Oh my god guys, oh my god guys यार यसो मन हल्का गरिहाल्छु गाइस, मजा आयो यार। गाइस कति दिनदेखि म तलाएर फुटबल खेलेछु, मलाई एकदम राम्रो फिल आइरहेछ कि गाइस, किनकि गाइस फुटबल खेल्दामा फिल राम्रो हुन्छ। गोल हजुर ल्याऊ। अरे 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 यार फुटबल खेल्दामा मजा आउँछ। आन यो मौसम त हेर्न सक्नुहुन्छ होला गाइस, म छुमै फुल एक्स छुम गरेर देखाउँछु। सो गाइस फाइनली स्कुटी यतै छ गाइस। मेरो हालत टाइट भइसक्यो त यता ल्याउनुमा। गाइस म यसको झुम देखाउँछु तपाईँहरूलाई। यो लुगा कसले बिचमा हालिदिन्छ यार, रिस उठ्दो राखिदिन्छु। लुगा बिचमा म भ्लग बनाएर चाहिँ लुगा बिचमा हालेर मलाई रिस उठ्छ यार। ओके गाइस सो गाइस 1x छुममा गाइस माथि गइरहेछ गाइस, माथि गइरहेछ, थाहा पाइराख्नु भएको छ गाइस। हेर्नुहोस् गाइस कस्तो माथि जान्छ हेर्नुहोस् है। गाइस किन भइरहेछ, कति माथि गयो गाइस माथि गइरहेछ। अब तल ल्याऊँ गाइस, हेर्नु है कति टाइम लाग्छ तल आउन। वन एक्समा गर्छु। यसको ब्राइटनेस अलिकतिमा बढाउँछ। लगाइछु ब्राइटनेस त फुल छ। गाइस भक्क यिनीहरूले अलि गाइस यता गाइस हेर्नुहोस् गाइस यताको हालत। कति दिनपछि गाइस म तलाएर चाहिँ गाइस त फ्राइडेदेखि छ त स्कुलबाट आएदेखि मात्रै हेरिरहेछु। 2 दिनमा हेर्नु गाइस के भइसक्यो यार, पुरै घाँस उगिसक्यो यार यसको। यो छ त गाइस एक दिन फुल उठ्दा माथिसम्म पुग्न सक्छ कि यार। यहाँ त घाँस कसरी उग्यो यार यत्रो? पुरै ग्राउन्डभरि घाँस उग्छ गाइस जस्तै होइन गाइस। हेर्नुहोस् न गाइस, ओहो पाट टिप्न मुस्किल छ गाइस। हेर्नुहोस् गाइस पहिलाको भ्लगमा यत्रो थियो, अहिले कतासम्म पुगिसक्यो कि गाइस। हेर्नुहोस् न गाइस पहिला हेर्नु गाइस, तपाईँले हेर्नु हो गाइस। यार यता पनि हेर्नुहोस् यार, यता हेर्नु गाइस कस्तो उगिसक्यो यार। गाइस यो टमाटर छ कि गाइस, यो टमाटरको हो गाइस। हेर्नुहोस् एउटा फली पनि सक्यो यता। अब 2-4 दिनमा झन् फल्छ गाइस। टमाटर फलिसक्यो गाइस, मजाले फलिसक्यो होइन। अब 2-4 दिनमा यो अझै ग्रो हुन्छ होइन, उता माथिसम्म पुग्न सक्छ। यो ट्री जस्तै पुग्न सक्छ होला कि। यसको लागि 1-2 महिना जति चाहिँ लाग्छ होइन।
गाइस अब यसलाई म किने भने 1-2 महिना लाग्छ हैन यस्तो ठुलो हुन अरे हैन गरी के राछन् ओहो सुवास वाह वाह इनीहरु कुन स्टाइलमा बल फालिया छन् के यस्तो के भैया 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 ओहो म्याउ ओए अर्कै स्टाइल ओहो अंशुको एक हातले क्या छ मज्जा छ यार वाह सुभाषले लियो आफ्नो बल अनि सुभाषले उठायो बल अनि त्यसपछि सुभाषले बल हातमा उचालिया छ अंशु रेडी छ अयो सुभाषले बल फाल्यो अनि यो ठुलुले बल फाल्यो अंशुले बलले किक हातले हान्यो अनि त्यसपछि अंशुले बल छिन्यो अनि सुभाष बकबक गर्यो ओ डज मज्जा ओ तिमीहरु फुटबल म्याच खेले हेरौँ को ट्रफी जित्छ ट्रफी चाहिँ यो हो हेर्नु गाइस मस्त ट्रफी छ यता राख्छम हेरौँला को जित्छ ट्रफी अब जो सबसे राम्रो डज गर्छ त्यसले यो ट्रफी जित्छ गाइस मस्त ट्रफी छ हैन गाइस एचआर पर्चुगलले एउटा जित्न सकेन गाइस तर 2030 मा थाहा पाइहाल्छु त्यसको छोराले खेल्छ 2030 मा अनि वर्ल्ड कप जित्छ वाह फाल छिटो ए के गरी फाल्छ नर्मलले फाल्न तले किन स्टाइल वाह बहुत तेज हो रहा गेम स्टार्ट अबे यार भाइ यो भाइको भाइ तिमीहरु के हो यार तिमीहरुको के राइजरहरुको के चाहिँ सिस्टम छ यार ए सुभाषले के गरी प्यान्ट लगाछ सुभाषको प्यान्ट लगाउने स्टाइल गाइज सुभाषको प्यान्ट लगाउने स्टाइल हेर्नु न अरे प्यान्ट मज्जाले लगाउनु यसले पहिला हाफ प्यान्ट लगाए त्यसको माथि सुभाष आफ्नो प्यान्ट राम्ररी लगाउनु हेर्नु ओए सुभाषले प्यान्ट हात उल्टा हात सिधा लगाछ गाइज नयाँ प्यान्ट जुन सुभाषले इन्भेन्ट गरेको गाइज नयाँ प्यान्ट जुन सुभाषले इन्भेन्ट गरेको गाइज प्यान्टको प्राइस हो सुभाषले आफै भन्छ होला वाह खरी के राछन् गाइज म पनि खतरनाक भएँ मेरो मोबाइल खर्चै गाइज कुन चाहिँ डज खेलिएको छ नाना ओ भाइ गाइज आजको लागि चाहिँ भिडियो एकछिनमा कन्टिन्यू गर्छौँ